नमस्ते सबैलाई। आज म एउटा रोचक कुरा लिएर आएको छु। रोचक कुरा के हो भन्दाखेरिमा जस्तै तपाईँको जुन स्किनको कलर छ, जुन फेसको कलर छ, त्यो कलरले डिफाइन गर्छ कि तपाईँको उन्मत कहाँबाट भएको, हामी कहाँबाट आएको, हाम्रो ओरिजिनेसन कहाँबाट भएको। एउटा थ्योरी छ र रिसर्चरहरूले रिसर्च पनि गरेका र प्रुभन पनि गरेका। जस्तै एउटा थ्योरी के हो भन्दाखेरिमा स्ट्रङ थ्योरी एन्ड त्यो चाहिँ इभेन्चुअली प्रुभन कि वी अल आर, हामी सबै ओरिजिनेटेड फ्रम द अफ्रिकन कन्टिनेन्ट। त्यो अफ्रिकन कन्टिनेन्टबाट हामी बिस्तारै अर्को देशमा, अर्को कन्टिनेन्टमा ट्राभल भएको। अझ मान्छेभन्दा हल्का पछाडि लान गएमा, मान्छेभन्दा हल्का अगाडिको कुरा चाहिँ के छ भन्दाखेरिमा पहिला सुरुमा जति पनि हाम्रो यो कन्टिनेन्टहरू समुद्रले विभाजन गरिएको छ, यो विभाजित थिएन। पहिला एउटै कन्टिनेन्ट थियो जुन चाहिँ आई फर्गट द नेम, मैले बिर्सेँ नाम के थियो भनेर। जस्ट एउटै कन्टिनेन्ट थियो। अनि यो कन्टिनेन्टहरू चाहिँ बिस्तारै छुट्टिँदै गयो र यसको प्रुभनको लागि के छ भन्दाखेरिमा अफ्रिकामा अहिले पनि एउटा कन्टिनेन्ट सेपरेट हुने कन्डिसनमा छ है। त्यसै गरी हाम्रो अस्ट्रेलिया छुट्टिँदै गयो र हाम्रो माथि अमेरिका छुट्टिँदै गयो। अनि हेर जुन ठाउँमा चाहिँ हिँडेर नपुगिने अवस्था थियो त्यो ठाउँमा चाहिँ पहिलेदेखिबाट मनुष्यको अवस्था थियो र त्यो पहिलेदेखिबाट छुट्टिएर गयो। जसरी नेटिभ अमेरिकन पहिलेदेखिबाट काला अमेरिकनहरू पहिलेदेखिबाट थिए होइन, जुन चाहिँ अहिले सेता अमेरिकनहरू थिए ती त युरोपियनबाट जुन चाहिँ इन्डस्ट्रियलाइजेसन भइसके पछाडि हाम्रो प्रिजनहरू राख्नलाई पुगेका हुन्। जुन चाहिँ हाम्रो यो कन्ट्राडिक्ट थ्योरीहरूलाई त्यसलाई काट्नको लागि यो कुरा भनिरहेको छु। अनि खेर अब जति पनि गोरा छन् ती सबै युरोपियन अरू पछि गएका हुन् प्रिजन भन्नलाई। त्यसै गरी अस्ट्रेलियामा पनि पछि युकेकै मान्छेहरू ट्राभल गरेर गएका हुन् सेता जति। जुन चाहिँ काला जुन इन्डिजिनस छन् तिनीहरू चाहिँ पहिलेदेखिबाट चाहिँ त्यो कन्टिनेन्ट सेपरेट हुँदाखेरिमा मेबी पोसिबली लाइक दे आर अलवेज दे है प्रिभियसली। अब कुरा आउँछ तपाईँ हामी जुन चाहिँ हामी गोरा छौँ, गहुँ गोरा छौँ, जुन चाहिँ हाम्रो आर्यको थ्योरी आउँछ। आर्यको थ्योरीलाई किन पनि सपोर्ट गर्छ भन्दाखेरिमा पहिला हामी जब अफ्रिकन कन्टिनेन्टबाट मान्छेहरू हिँडेर ट्राभल गर्न थाल्यो, हिँडेर ट्राभल गर्दाखेरिमा हाम्रो सुरुमा आएर हामी एउटा ठाउँमा बस्यौँ जुन चाहिँ अहिलेको ठाउँमा लाइक इजिप्सियन र त्यहाँनिर हाम्रो यो फ्लाइङ गार्डन भएको ठाउँको नाम मेसोपोटेमियन रिजनमा आएर हामी बस्यौँ। मेसोपोटेमियन रिजन जुन चाहिँ फ्लाइङ गार्डन भनेर पनि चिनिन्छ, गार्डन अफ समथिङ, हेभन अफ गार्डन या समथिङ, त्यो गार्डनमा आएर बसिसके पछाडि हामी त्योबाट म्याक्सिमम् त्यो पिपल आएर त्यहाँनिर बस्यौँ। अब त्योबाट आइसके पछाडि हामी कहाँनिर लाइक मेनी पिपल्स वर ट्राभलिङ टु द मङ्गोल, मेनी पिपल ट्राभल टु द युरोप जुन चाहिँ युकेमा गएर बस्यौँ, जुन चाहिँ इभन लाइक दे फार ट्राभल टु द रसिया एन्ड मेनी ट्राभल टु द इस्ट नेपाल एन्ड इभन टु द इन्डिया। अब यो प्रुभललाई कसरी लाइक मान्छेहरू किन फरक छन् त त्यसो भए एउटै ठाउँबाट ट्राभल गरेको भनेर। आज पनि तपाईँहरू जस्तै हामी गोरो छौँ, तपाईँ मानौँ गोरो हुन्छ, तपाईँलाई ट्यान हुन्छ भन्ने कुरा त थाहा छ नि। कोही मान्छे बाहिर घाममा दिनहुँ खटिन्छ भने त्यो मान्छे कालो हुन्छ, त्यो मान्छेको स्किन नर्मली ट्यान भएर जान्छ। प्रोटेक्सन हाम्रो घामको प्रोटेक्सनको लागि हाम्रो बडीले आफैले त्यो ठ्याक्क मैले एउटा नाम बिर्सेँ केमिकल, त्यो केमिकल उत्पादन भएर हामीलाई कालो आफसे आप कालो पैदा गराउँछ। अब सोचौँ त्यो कालो मान्छेले कति 5वटा 6वटा 8वटा जेनेरेसन, लाइक मोर देन 8वटा जेनेरेसन, 20वटा जेनेरेसन, लाइक 200-300 इयर्स, इभन थाउजन्ड्स अफ इयर्स, हाम्रो त 500-600 इयर्स छ नि त। अब मानव 600 या 700 इयर्स कसैको जेनेरेसन कुनै पनि लाइक हाई हिटमा बस्छ भने तिनीहरूको अभियसली जेनेरेसनै कालो हुने भयो है।
अब लाइक 800-700 इयर्स चाहिँ हाम्रो एकदमै लाइक होचो जुन सर्भाइभल फर एक्जिस्टेन्स भनेर जुन हाम्रो डार्विनको थ्योरी दिएको छ, त्यो डार्विनको थ्योरीको अनुसार हामी अब पाहाडमा बस्छौँ भने पाहाडमा बसेर हामी जहाँ चाहिँ हाम्रो ग्रोथ नहुने, जुन चाहिँ हाम्रो खाना न्युट्रिसन राम्रोसित नपुग्ने तथा घाम पनि कम लाग्ने भएको कारणले गर्दामा हाम्रो हाइट, हाम्रो फेस त्यो अनुरूपले हाम्रो गोरो हुँदै गयो है। गोरो हुँदै जाउँ, गहुँ गोरो, लाइक इट्स नट लाइक हामी कम्प्लिटली डिस्प्लेस फ्रम द हिट, कम्प्लिटली हामी डिस्प्लेस त भएनौँ नि त। हाम्रो के भयो लाइक माइल्ड, जुन हाम्रो नेपाल एरियातिर माइल्डतिर भयो है, त्यही भएर हामी होचौँ अनि प्लस हाम्रो गहुँ गोरो भयो। हामी न धेरै कालो न गोरो, लाइक कस्तो गोरो भन्दाखेरिमा मङ्गोलियातिर। अब मङ्गोलियातिर हेर्दाखेरिमा हाम्रो जब त्यहाँबाट जब त्यो मेसोपोटेमियन रिजनबाट हामी डाइरेक्ट मङ्गोलमा गयौँ है, चाइनाको मासतिर रसियातिर गयो, त्यो मान्छेहरू इभन दे गट लेसर हाइट अभियस। प्रिभियसली चाइनाको हेऱ्यो भने दे डजन्ट ह्याभ हाइट। इभन अब आइस रिजन भइसके पछाडि हाम्रो न्युट्रिसन्सहरू अभियसली कम हुने भयो, किनकि हाम्रो ब्यारन ल्यान्डहरू, हाम्रो एग्रिकल्चर फिल्डहरू हुनु भएन। त्यो भएपछि त्यहाँको मान्छेहरू मोडरेटली स्मल हाइट। अनि त्यसपछिबाट घामको जुन हाम्रो इक्वेटर, हामीलाई यो यति ज्ञान हुनुपर्छ कि हाम्रो इक्वेटर रिजनमा स्पेसली डाइरेक्ट सनलाइट पर्छ भनिसकेपछि हाम्रो नर्दर्न रिजनतिर चाहिँ हाम्रो के हुन्छ भन्दाखेरिमा लाइटहरू कम पर्ने गर्छ। लाइटहरू कम पर्ने कारणले गर्दाखेरिमा त्यहाँको रिजनले चाहिँ घाम कम लाइक धेरै कम पुग्छ, र जसको कारणले गर्दाखेरिमा चाहिँ एकदमै गोरो हुने कारण हुन्छ, लाइक सेतो। किनकि त्यो सेतो हुँदाखेरिमा के फिल हुन्छ भन्दाखेरिमा तिनीहरूको स्किनमा चाहिँ लाइक अल्टिमेटली घामको किरण चाहिँ कम पुगेको छ, जसले गर्दाखेरि तिनीहरू गोरो भयो। अब हामीलाई थाहा अवगतै छ कि त्यहाँनिर लाइक हिउँ परिरहने कारण पनि धेरै छ। सो जस्ट लाइक द्याट कि लाइक जियोग्राफिकल्ली तिनीहरूको बनोट त्यसरी भयो। सिमिलरली युरोपियन्सहरूको सबभन्दा राम्रो कुरा के छ भन्दाखेरिमा जब मान्छे युरोपियनतिर गयो, युरोपियन्समा लाइक युके, फ्रान्स, जर्मनी, त्यहाँको युजली ल्यान्डहरू के छ भन्दाखेरिमा हाम्रो जाडो रिजनमा यहाँनिर के पर्दैन, हाम्रो पानी पर्दैन। तर युरोपियनमा हाम्रो जाडो रिजनमा एकदमै पानी पर्ने कारण पानी पर्छ। जब कुनै रिजनमा पानी पर्छ र ल्यान्ड पनि त्यहाँको फर्टाइल छ भनिसके पछाडि त्यहाँको मान्छेहरूसित न्युट्रिसन राम्रो हुने भयो। अभियसली हो कि युरोप इक्वेटर रिजनभन्दा धेरै माथि छ, क्योंकि रिलेटिभली चिसो छ। त्यो भइसके पछाडि गोरो पनि हुने, प्लस तिनीहरूको हाइट एन्ड वेट पनि राम्रो हुने। अब कुरा गरौँ अफ्रिकन रिजन। अब हामीलाई त अवगत छ कि छँदैछ कि लाइक जति पनि हाम्रोसित एथलेटिसिजममा वान अफ द बेस्ट एक्सट्रिमली वेल मेड बडी लाइक फिजिकलिटीहरू एथलेटिजम भएको मानिसहरू भनेको हामीसित अफ्रिकन्सहरू छ। दे हेभ लाइक एस्टाउन्डिङली ह्युज अमाउन्ट अफ बडी, एस्टाउन्डिङली ह्युज अमाउन्ट अफ मसल्स है। अनि त्यो किन पनि हो भन्दाखेरिमा हाम्रो अफ्रिकन रिजनमा जब दुईवटा रिजनले हुन्छ। अफ्रिकन रिजन भनेको एकदमै धेरै घाम पर्ने ठाउँ हो, प्लस जब एमाजोन रिजनको जुन इक्वेटर रिजनमा पर्छ भने इक्वेटर रिजनमा के हुन्छ भन्दाखेरिमा दिनभरि घाम लाग्छ, त्यसपछिबाट पानी पर्न थाल्छ है। जब यो यसरी घाम र पानी रेगुलरली पर्छ भनेपछि दे हेभ द ट्रिज एन्ड न्युट्रिसन्स फुड्सहरू अभाइलेबल हुन्छ, इभन एनिमल्सहरू लाइक द्याट। अनि अर्को कुरा के छ भन्दाखेरिमा जब घाम प्रशस्त रूपमा पाउँछ भने त्यहाँको रिलेटिभली पर्सन्सहरू यति थोरै अमाउन्टमा पनि न्युट्रिसन्सहरू पायो भने दे गट मोर हेल्दी। रिलेटिभली तिनीहरूको जिन्सहरू एकदमै स्ट्रङ्गर हुन्छ रिलेटिभली टु आवर्स। यो होइन कि तिनीहरू घाम पर्दैमा तिनीहरू लाइक दे गट तिनीहरूको फ्यामाइनहरू चाहिँ फेस नगर्ने भन्ने कुरा हुँदैन, फ्यामाइनहरू फेस गर्छन्। तर अलिकति पनि दे आर इफ केयर टु बी टेकन, तिनीहरू एक्सट्रिमली वेल पर्फर्मड हुन्छ एनी एथलेटिक एक्टिभिटिज। अब बोल्ट छँदैछ इक्जाम्पलमा, एनबिएको बास्केटबल प्लेयरहरू हेऱ्यो भने दे आर ह्युज हाइट, दे आर फ्लेक्सिबिलिटी, द एथलेटिसिम्स आर वे अप टु द पावर एन्ड रिलेटिभली in context of education, this is a European education, then European education, and it's like a culture. Their cultures are to manufacture it, and they have proven, किनकि तिनीहरूले प्रुभ गर्दै आएको कारणले गर्दामा हाम्रो त्यो
कल्चरलाई चाहिँ फलो अप गर्नको लागि हामीले तिनीहरूको ल्याङ्ग्वेज र तिनीहरूले ल्याङ्ग्वेजमा लेखेको जुन बनावटहरू चाहिँ हामीले ट्राई टु कपी विथ देम. सो दिस इज द ओभरअल सिनेरियो एन्ड ओभरअल कन्टेक्स्ट. एन्ड इन्डियाको कुरा गर्ने हो भने अब त्यही हो कन्टेक्स्ट. अफ्रिकाबाट डाइरेक्टली आएर इन्डियामा बसे, कोही मेसोपोटेमिया आएर. पहिला इनिसियल 2टा फेज छ इन्डियामा. 2टा फेज के छ भन्दाखेरिमा इन्डियामा जुन चाहिँ मेरो अन्डरस्ट्यान्डिङ छ, इन्डियामा जब लाइक इट काइन्ड अफ इन्कम्प्लिट, तर हाम्रो अफ्रिका कन्टिनेन्टबाट पहिला डाइरेक्टली एउटा सन्तति आएर बस्यो. अनि सेकेन्ड टाइममा मेसोपोटेमियामा आएर बसेको मान्छेहरू चाहिँ 2टा थियो, खस र आर्य. हामी आर्य भन्ने हामी सिधै नेपालमा आएर बस्यौँ. नेपालमा भन्दा नि इभेन्चुअली लाइक हिली रिजन र हिमालयन रिजन हु रियली गट स्टक on fighting and could not evolve because we don't have fighting because of crops, because of daily living. तर जो हाम्रो जुन जुन आर्यहरू भयो, जुन चाहिँ इन्डियामा गयो, दे गट मोर टाइम बिकज यो हाम्रो यो जुन इन्डियन रिजन सब कन्टिनेन्ट चाहिँ एकदमै एग्रिकल्चरमा त्यहाँ वेल फरवर्ड है. किनभने भन्दाखेरिमा हामी त्यहाँको पहिल्यैदेखिबाट यति इभिडेन्स छ कि लाइक म्याक्सिमम् डिफोरेस्टेसनहरू फरेस्टहरू चाहिँ कटान भएको छ. किन पनि भन्दाखेरिमा तिनीहरूको राजाहरूलाई चाहिँ एग्रिकल्चर प्रडक्टहरू एकदमै म्याक्सिमम् इन्टेन्सिभली प्रडक्सन गर्नुपर्ने थियो. र त्यतिखेर हामीसित के छ, प्रुभन पनि फ्याक्ट पनि छ भन्दाखेरिमा इन्डियाले म्याक्सिमम् हाम्रो लाइक तिनीहरूको प्रडक्ट्सहरू चाहिँ आउट अफ कन्ट्रीहरू पठाउँथ्यो. अब आर्य त पछि आयो, तर इभेन्चुअली हाम्रो सुरुमा ट्राभलिङ गर्ने मान्छेहरू के थियो भन्दाखेरिमा इन्डियाबाट लाइक दे आर डाइरेक्टली अफ्रिकन कन्टिनेन्टबाट दे डाइरेक्टली ट्रान्सफर टु द इन्डियन सब कन्टिनेन्ट मेजरली साउथ इन्डियनसित. जब साउथ इन्डियनतिर तिनीहरू डाइरेक्टली आएर बस्यो, दे गट मोर कालो है. दे आर लाइक लिटरली ब्ल्याक. दे डोन्ट इभन ह्याभ अ चान्स टु गेट वाइट बिकज दे आर किनकि उनीहरूले त्यो सनबाट बाहिर भाग्नै भएन है. यो कारणले गर्दाखेरिमा लाइक दे लाइक उनीहरू पहिल्यैदेखि आएर बस्यो. अनि उनीहरूको आफ्नै कल्चर थियो. यो कल्चर डिफ्रेन्ट कल्चर कसरी थियो भन्दाखेरिमा बिफोर द आर्यन इन्भेजन यो हाम्रो यिनीहरूको जुन कल्चर चाहिँ कस्तो थियो भन्दाखेरिमा कस्तो लाइक तिनीहरूले चाहिँ स्पेसली आफ्नो लाइक देवीहरूलाई पूजा गर्थ्यो. तिनीहरूले आफ्नो फर्टिलिटी रेटको लागि पूजा गर्थ्यो, आफ्नो अन्नदानको लागि पूजा गर्थ्यो. मेजरली के थियो भन्दाखेरिमा जुन हाम्रो अहिले गडमा मेल गड चाहिँ एकदमै प्रोमिनेन्ट थियो भन्दाखेरिमा छ. तर तिनीहरूको प्रिभियसली चाहिँ दे आर लाइक मोर फिमेल गडमा बेसी विश्वास गर्थ्यो. तर आर्यन इन्भेजन भन्दा नि आर्यन सिफ्ट, जसरी हाम्रो जुन सिफ्ट भयो, जुन खसहरू यता आयो, जुन आर्यनहरू यता सिफ्ट भयो, त्यो अनुसारको आर्यनहरूले चाहिँ दे गट तिनीहरूले आफ्नै पाराको गडहरूभित्र ल्यायो. अब यो हिस्ट्रीसँगै के आउँछ भन्दाखेरिमा त्यतिखेर जब आर्यन इन्भेजन हुनुभन्दा अगाडि के थियो भन्दाखेरिमा हाम्रो यहाँनिर इच एन्ड एभ्री किलिङ्सहरू अलाउड हुन्थ्यो. वी आर अलाउड टु ह्याभ डग्स, क्याट्स, काउज, बफेलोज, एभ्रिथिङ. काउज होइन लाइक त्यति काउजहरू थियो नि, तर बफेलो किलिङ्सहरू दे आर अलाउड. बफेलो र काउ दे आर नट आइडेन्टिकली डिफ्रेन्ट. किन डिफ्रेन्ट होइन, दे आर सिमिलर थिङ्स. तर जब आर्यनहरू आइसके पछाडि दे इभेन्चुली काउलाई चाहिँ एकदमै लाइक बढी प्राथमिकता दिएर गडलाई लाइक बफेलोलाई चाहिँ त्यति प्राथमिकता नराखेको कारण पनि लाइक काउज आर अलाउड टु लाइक बफेलोज आर अलाउड टु किट. किनकि नेपालको कन्टेक्स्टमा वी स्टिल किल द बफेलोज एन्ड वी स्टिल ह्याभ द बफेलो, बट काउज आर नट अलाउड. यो अलिकति लाइक उस खाले छ. तर यो कुरा चाहिँ चाइनिजहरू जब इन्डियामा आउँदाखेरिमा चाइनिजहरूले लेखेका कुराहरू छन्. सो द्याट्स इट.